फाइनली आज चाहिँ बाहिर पानी परेको के कस्तो अरे न है म भर्खर निक्लेँ यहाँबाट अनि यहाँबाट भर्खर निक्लेँ है पानी चाहिँ बेसरी परिरहेको थियो अहिले चाहिँ हल्का कम भएको छ जाओस् अब मैले सोचिरहेको थिएँ यस्तो जोरले पानी परिरहेछ कस्तै जाने होला भन्ने सोचिरहेको थिएँ हेर्नुहोस् त तल पानी कस्तो छ पुरै चिम 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 करके यसो गरी हिँड्नु पऱ्यो म पुरै भिजाएँ क्या म लास्टै मलाई भिज्न त धेरै भिजाएको छैन है यस्तो कुरा त गर्नु भएन लेकिन एक्चुअली म चाहिँ जाँदैछु आज चाहिँ पानी पऱ्यो र अलि गाह्रै भयो अब बाटोमा उता पुगिसकेपछि अब बस कतिको मिल्यो आज दिन अब पानी परेको छ नि त त्यही भएर पानी परेको छ अब बस पनि मिल्ने हो कि होइन थाहा छैन तर के गर्ने होला साथीहरू एक्चुअली बट हिँड्दैछु म अहिले चाहिँ मतलब 6 बजेर 45 मिनट गइसक्यो म अलि आजको दिन हल्का छिटो जाम्ला भन्याम तर जान सकिएन अनि तर पानी परेर हल्का पानी रोकिएला जाम्ला हल्का पानी रोकिएला जाम्ला भनिरहेको थिएँ तर पानी नै रोकिएन भने अहिले रोकियो के पानी त्यही भएर अब म चाहिँ जाँदैछु सबैजनाले मेरो यो भ्लगलाई फास्टलाई अन्तिमसम्म हेरिदिनु होला र साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा छ जति पनि हुनुहुन्छ सबैजनाले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला र मेरो यो छोटो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला सबैको सर र सपोर्ट पाऊँ भन्ने आशा छ मलाई तर म चाहिँ हाल बेङ्गलोरमा छु जति पनि हुनुहुन्छ सबैजना के गरौँ परदेशीको जिन्दगी यस्तै छ बिहान 6 बजे उठ्यो खाना बनायो 8:30 बजे दुगुड्यो बेलुका 6:30 बजे रुममा गयो रेस्ट भन्ने उयो कि राति सुत्ने रेस्ट मात्रै त्यति हो परदेशी जिन्दगी यस्तै छ घरदेखि भन्छन् अनि कस्तो छ तँलाई के काम हो भन्ने कसैले भन्दैनन् मतलब भन्छन् कि मलाई कसैले मोबाइल चाहियो कसैले गाडी चाहियो कसैलाई पैसा चाहियो यस्तो मात्र छ कि है के गर्नु गाह्रो छ परदेशी जिन्दगी परदेशी म मात्र होइन लाखौँ नेपालीहरू परदेशिनु परेको छ है त्यही भएर त्यो ठिक छ गाइड केही छैन जस्तो भइदिने अब म चाहिँ हिँड्दैछु अब यस्तै गरी चाहिँ हेर्नु र पार्नु जति पनि हुनुहुन्छ तपाईँ सबैजनालाई थ्याङ्क यू सो मच बाई अब मलाई चाहिँ धेरै बोल्न आउँदैन है